आज हामी किबीबारी घुम्न आएको। यहाँ अब हेरिहाल्नुहोस् किबीको फुलहरू कतिको फुलेको छ हो। पुरा किबीको दाना पुरा लागिरहेको छ। हेर्नुहोस् यहाँ हेर्नुहोस् दानाहरू किबीको कति लागेको छ। फुलहरू फुलेर के रहेछ? आरुचा? आरुचा। ओ माई गॉड, असिनानी पुरा झालेछ र पनि आरुचा। अब यो आरुचा नि टिपी राख्नुपर्छ, टिपेपछि आफै पाक्छ के हो? अमिलो अमिलो अलि नपाक्छ। अलिक दिन राखेर चाहिँ टिपिहाल्नुपर्छ। रोप बढ्ने उले खान थाल्छ, चराले खान थाल्छ। आरुचा पनि पाकेछ, पाकेको छैन है, तर पाकेछ भन्नु पनि भएन। यो केटाकेटीलाई ठिक्कै हुन्छ। आरुचा हामी खाँदैन, केटाकेटीले टिपेर खान्छ। क्रेवालाहरूले तिनीहरूलाई पनि फेसिलिटी दिनु पऱ्यो नि। अलिकति सिधा पार्नुहोस्, त्यहाँ के भएछ? हावाले त्यहाँ लडाएछ हौ। त्यसलाई बान्नुपर्छ दोरीले। हावाले अलिकति पल्टाइदिएछ। पपाल दोरीले बान्दैछ। आलुसा त क्या स्वाद छ त हौ। कुखुराले भुइँ खोर्सेर के पनि छैन छ। आकाशमा खाउँ मैले भेट्दैन। भुस्नाले टोक्दैछ। ए मलाई भुस्नाले निस्किनु। एउटा आरुचा खानु पाएँ। अझै टिप्ने आरुचा होस् ल। मासी पर्छ आरुचाले पनि मासी पर्छ। उसो त टट्टी अड्केको भएर त ठिकै आरुचा खानु पर्छ। टट्टी अड्किँदैछ नि भन, आरुचा टिपिदिन्छु। यहाँ होइन होइन यो फोनको लिङ्ग्रो लगेर जान्न अब। होस् नटिपो। के टिप्यो अन्त? हजुर ए सिमराई टिप्यो है। सिमराई र जरिङ्गो जरिङ्गो। ल आज सिमराई र जरिङ्गो खाउँ, भोलि सिस्नो टिपौँ।